यी हेर्नुहोस् हजुर हो कुकुरको समस्या यस्तो छ यो सिद्ध बजारमा प्रायः जस्तो मान्छेहरू उठेकै छैनन् यसरी हेर्नु आइज 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 हेर्नुहोस् यसरी सबै कुकुरै कुकुर देख्नु है मर्निङ है सर सिद्ध बजारमा भर्खर मानिसहरू उठ्दैछन् यो चाहिँ बाँदरको समस्या उस्तै कुकुरको उस्तै मर्निङ वाक हिँड्दाखेरि पनि हेर्नुहोस् यसरी ल तपाईँसँग हिँडेपछि ल हेर्नुहोस् अब यहाँ जताततै यसरी झन् ल यहाँ हेर्नुहोस् यसरी अब यो भन्नुमनदेखि चाहिँ नि जनावरबारी मान्छेहरू चाहिँ नि भन्छन् समस्या यी अहिले चिनेको छ र मात्रै यहाँ बिहानमा नै यसरी चाहिँ नि हाम्रो ज्वाइँले बिस्कुट दिँदै हिँड्नुहुन्छ अनि बिस्कुट दिँदै मात्रै नभएदेखि अघि हाम्रो पनि यिनीहरूले अपरेसन गरिसकेको हुन्थ्यो होइन यहाँ हेर्नु होला यसरी तपाईँहरूको गाउँतिर पनि यसरी समस्या छ कि बाँदरको कुकुरको समस्या यसरी भन्नु होला है यसरी अब यिनीहरू जनावरहरूले माया पनि गर्नुपर्ने यिनीहरूलाई चाहिँ नि कसरी नियन्त्रण गर्नुपर्ने हो यिनीहरूको नि परिवार नियोजन गरिदिनु पर्छ होला सबैभन्दा ठुलो कुरो कसैको जीवनमा केही गर्ने कुरो चाहिँ आउँदैन यसरी यो सिद्ध बजार तपाईँहरूलाई देखाउँदैछु बिहानको यो कन्टेन्टमा यसरी हेर्नु होला ल अब यसरी चाहिँ नि टोको होला कसैले केही भयो होला त्यसलाई पनि आइज ल है यसरी साथीहरू यहाँ आउन थाल्यो यसरी चाहिँ नि यहाँ हाम्रो यहाँ फ्रेन्डसिप होटल आयो यहाँनिर चाहिँ नि यहाँ मोबाइलहरू मर्मत गर्ने दोकानहरू छ यसरी नै यहाँ चाहिँ नि तपाईँहरूलाई सिद्धमा आउनुभयो कुनै समस्या भनेदेखि यहाँ जुत्ताको लागि समस्या पऱ्यो भनेदेखि चाहिँ नि सुजोहरूको लागि यहाँ छ यसरी चाहिँ नि अब यहाँ अगाडिपट्टि तपाईँहरू हाम्रो मेन सिद्धको ल कोपी चोक देख्दै हुनुहुन्छ फ्रेन्डसिप होटल पनि यहाँ आइपुग्यो यसरी चाहिँ यहाँ आएर बस्नुको लागि यहाँ दमक होटल पनि छ र यसरी यहाँ तपाईँहरू आउँदै हुनुहुन्छ यहाँ सिद्ध होटल पनि छ अगाडिपट्टि यसरी चाहिँ नि यहाँ हाम्रो यहाँ फुलकोपी चोक देख्दै हुनुहुन्छ हेर्नुहोस् यसरी जनावरहरूको साम्राज्य छ यसरी चाहिँ नि कुकुरहरूको यहाँ हाम्रो चाहिँ नि सिद्धको यो प्रहरी बिट पनि आइपुग्यो यहाँ चाहिँ नि ट्राफिक प्रहरी बिट बस्नुहुन्छ यसरी चाहिँ नि हाम्रो फुलकोपी चोक हेर्नुहोस् र यहाँ चाहिँ एकदम आनन्दसँगले आउँदा फोटोसोटो खिच्नको लागि सम्झनाको लागि चाहिँ नि हेर्नु होला यो आनन्द यहाँ ल है त साथीहरू यसरी गरियो यहाँ पर यसरी गुम्बा पनि देखिँदैछ धन्यवाद।